नमस्कार। यो भिडियो कस्तो लाग्छ प्रतिक्रिया दिनु हैन। यो टोकियो भित्र रहेको टोकियो टावरको नजिकैको आजाबुदाई हिल्सको जापानकै सबैभन्दा अग्लो बिल्डिङ आजाबुदाई हिल्सको एरिया हो। यो टोकियो टावरको नजिकै पर्छ। अनि हजुरहरूलाई जो जापानमा हुनुहुन्छ उहाँहरू को आउनु भएको छैन एरियामा, नआउनु भएको साथीहरू आउनु होला। एकदमै राम्रो छ हैन। यही भिडियोमा देखिहाल्नु भयो मैले के भनौँ। अनि टोकियो टावरमा जो आउनु भएको छैन जापान भएर नि उहाँहरूलाई जो जापानै आउनु भएको छैन उहाँहरूको लागि पनि जापान यस्तो छ है भनेर देख्नको लागि यो भिडियो बनाएको। अनि जसले जहाँबाट हेरिराख्नु भएको छ उहाँहरूले प्रतिक्रिया दिनु होला। यता टोकियो टावर त्यही नै रहेछ। म टोकियो टावरमा यता छु। बुट्टाहरू छ, फुलहरू छ टन्ने हैन। म थोरै माथि छु। अनि यो जापानको सबैभन्दा अग्लो बिल्डिङ। अनि यो भिडियो हेरेर जसले मेरो यो लोटस जापान च्यानललाई सब्सक्राइब गर्नु भएको छैन उहाँहरूले सब्सक्राइब गरिदिनु होला। अनि जसले टिकटकमा फलो गर्नु भएको छैन यो भिडियो हेरिसकेपछि मलाई टिकटकमा फलो गर्नु होला। अनि जसले मेरो फेसबुक पेज पनि छ अनि फेसबुक छ, फेसबुकमा फलो गर्नु होला। अनि त्यसपछि फेसबुक पेजमा पनि लाइक गर्नु होला भन्न चाहन्छु। यो रसियन यो नेदरल्यान्डको एम्बेसीको भवन हो हैन। अनि यो त्यही आजाबुदाई हिल्स एरिया भयो। अनि टोकियो टावरको नजिकै मान्छेको भिडभाड छ। अनि यहाँबाट थोरै माथि रसियन एम्बेसी छ। यो जापानकै सबैभन्दा अग्लो बिल्डिङ आजाबुदाई हिल्स। अनि नै त्यहाँ यो जहाँ चाहिँ हानादा एयरपोर्ट हिँडेको है ल नै कति नजिकबाट हिँडे है, कति नजिकबाट गइसक्नु है त। अनि टोकियो टावर त्यतिर छ है ल नै, टोकियो टावर यतिर छ। अनि जो टोकियो टावरमा आउनुभएको छैन जापान आउने घुम्न आउनुहोस्। म पनि टोकियो टावरको नजिकै छु। यसो कन्ट्याक्ट गर्नुहोस्, कमेन्ट गर्नुहोस्। जसले सब्सक्राइब गर्नुभएको छैन मेरो च्यानललाई सब्सक्राइब गर्नु। अनि जसले फेसबुकमा फलो गर्नु भएको छैन फलो गर्नु, टिकटकमा फलो गर्नु भन्न चाहेँ। ल हजुरहरूलाई धेरै धेरै धन्यवाद भिडियो हेर्नुभएकोमा। थ्याङ्क यू फर वाचिङ। थ्याङ्क यू सो मच। दिस इज आजाबुदाई हिल्स building and Tokyo Tower area and Hamiyacho station near. View is here. Okay, understand my English. Thank you so much.